ल साथीहरु आज चाहिँ हामी खैतानको पार्क आएको। यो कुवेतको एउटा खैतान भन्ने ठाउँमा एउटा पार्क रहेछ। हामी बसेको ठाउँबाट अलिकति पर र आज छुट्टी पनि थियो हाम्रो। यो पार्क यहाँकै सर्लक्क भन्दा यति हो। यहाँ एउटा छिटो ठाउँ रहेछ हैन। हामी चाहिँ सबैको छुट्टी छैन, हामी तीनजनाको छुट्टी थियो आज। अनि तीनजना चाहिँ जाउँ नि त भनेर बेलुका बेलुका यतिखेर हिँडेको है। अब यहाँ ग्राउन्डहरु रहेछ, क्रिकेट ग्राउन्ड रहेछ। यही हो पार्क। यो पार्कको छिर्ने ठाउँ खोज्दा 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 बल्ल भेट्टे। ल साथी हो पार्क यही चाहिँ हो। बेलुकातिर टक्क आएर बस्न सजिलो हुन्छ हैन। सजिलो भन्नाले हावा खानलाई चाहिँ अब अहिले त जाडो छ तर अलि हुन्छ नि, गर्मीतिर आउनु चाहिँ ठिक हुन्छ। यहाँ एक्जिट रहेछ, यता पनि एक्जिट रहेछ। यहाँ चाहिँ छिर्ने ठाउँ त रहेछ। त्यहाँ के हो त्यो अब ट्रासहरु चाहिँ धेरै, त्यो फोहोरहरु चाहिँ फोहोर हाल्ने चाहिँ धेरै छ यहाँ हैन। जति चाहिँ फोहोरै फोहोर चाहिँ रहेछ अलिअलि, तर केही छैन। यतिको बोट बिरुवाहरू के हो, बोट बिरुवाहरू पनि छन् यहाँ हैन। अनि मेन यस्तो रुख छन् के, यस्तो खालको रुख छ। यहाँबाट बाहिर छ नि के रहेछ यहाँ जाने चाहिँ कहाँबाट रहेछ। बसौँ पार्टी कता बस्नु जाउँ, उतै जाउँ उतैतिर बसौँ, क्रिकेट हेर्दै बसौँ। काम चाहिँ अहिले एकैछिन लागेको छ, एकैछिनमा चैट हुन्छ अब काम। अनि सुन्नु न, क्रिकेटको पनि टन्नै छ है मान्छे त यहाँ त। ट्रिसको औषधि खानु भयो कि नै त? यतैतिर बस्दिउँ। पार्कमा त्यस्तो बिना केही छैन हैन। पार्क भन्नाले अलिकति खुल्ला ठाउँ र बस्ने यही मात्रै छ। यो चाहिँ हाम्रो नेपालको हुन्छ नि त्यो के भन्छ त्यसलाई, चिया बगान क्या, त्यस्तै जस्तो साह्रो खालको छ। यहाँको बोट बिरुवा त्यस्तो कमलो हुन्न कि, किनकि पानी त्यति पाउँदैन। त्यही पनि पानी चाहिँ हालेर हुन्छ होइन, भित्र यहाँ पाइप भित्र हुन्छ यहाँनिर। अनि पानी हालिदिएर हुन्छ हुन चाहिँ, तर त्यस्तो बिना कमल हुँदैन कि, साह्रो हुन्छ त्यो, अलिकति हार्ड टाइपको। प्राय यहाँ फेरि इन्डियाको जस्तो देखेँ मैले, केरला इन्डियातिर होइन। यहीँको मान्छेहरूले कहाँ यस्तो मारेर खेल्छन् भने सबै यहाँको मान्छे बसिहाल्यो भने पनि उतिर बस्छ कि सिटीतिर बस्छ कि, यहाँ बस्दैन। यहाँ चाहिँ म्याक्सिमम् केरलातिरको छ। हाम्रो अब अफिसमै पनि क्रिकेटको लागि खेल्नको लागि छ रहेछ, तर त्यो खेलाडीको लागि मात्रै रहेछ। अब खेलाडीहरू त्यही छ, एउटा लिग नै छ अरे त्यसको होइन। भन्नाले कम्पनीकै मात्रै मान्छेले खेल्ने, तर कहाँ खेलिराख्नु, कहिले खेलिराख्नु हुन्छ। यहाँको चाहिँ खेलिरहेको रहेछ।